हेलो एभ्रिवान, स्वागत छ मेरो मिनी भ्लगमा। आज चाहिँ म फेरि पनि लामो समयपछि लट्टो काट्न जाँदैछु। एकजना विदेशीलाई पर्यो रे भन्ने सुन्नमा आयो यो शनिबार, गएको शनिबार। आजसम्म चाहिँ 2 जना विदेशी नागरिकहरूले फर्स्ट प्राइज लगभग नेपाली 20-22 करोड प्राइज पारिसक्यो है। म चाहिँ यहाँ नजर हेर्न साथीहरू यस्तो छ नि त, रोड फेरि कम्ता ठुलो छैन यार। यताको 8 लेनको बाटो छ यार, मेन रोड त यो चाहिँ 6 लेनको होला। सो त्यही भएर आज चाहिँ म पनि आसमा लटरी काट्न आउँदैछु। यो लटरी भन्ने चिज चाहिँ कस्तो भने, जो पापी छ होइन, जो पापीहरूलाई मात्र पर्ने अरे क्या लटरी भनेको। यो धर्मातिलो मान्छेहरूलाई चाहिँ पर्दैन रहेछ, मैले बुझेँ। तपाईँहरूलाई के लाग्छ गाइज कमेन्ट गर्नु होला। जो चाहिँ अब होइन, अब भगवान्लाई सम्झेर लटरी काट्छ, लक्ष्मीलाई सम्झेर लटरी काट्छु पर्दैन क्या। कसैलाई रावणलाई सम्झिने हो, राक्षसहरूलाई क्या, अनि पर्ने हो भनेको चाहिँ। अब भगवान्ले भनेको त कर्म, भगवान्ले भनेको त गरेर खा, दुःख गरेर खा भन्छ नि त होइन। कहाँ दिन्छ त नि यो पापीहरूलाई पर्ने क्या। पापीहरू पनि कस्तो खालको पापीहरूलाई पर्ने भन्दाखेरि चाहिँ, यो कोरियाको हकमा कुरा गर्नु पर्दाखेरि चाहिँ, जो चाहिँ थाबाङ जाँदैन होइन, जो चाहिँ मोटेल जाँदैन, जो चाहिँ अनि याङसुङ जाँदैन होइन, हो तिनीहरूलाई चाहिँ पर्दो रहेछ क्या। उनीहरू लास्टै पापी हुँदो रहेछ नि त। अनि फेरि यता धर्मातिलो मान्छेहरू चाहिँ फेरि जो जान्छ नि, याङसुजुङ जान्छ होइन, मोटेल थाबाङ यताउति जान्छ नि, उनीहरूलाई झन् पर्दैन क्या। उनीहरू धर्मातिलो, अब उयो धर्मातिलो मान्छे हुन्छ नि त। अब उनीहरू अब त्यहाँ गएर होइन, अब कुरिरहेको हुन्छ, अनि उनीहरूलाई अब यसो चाहिन्छ, अब त्यो दिइहाल्छ सिकु ओमान सामान। त्यही भएर धर्मातिलो भयो क्या। हामी जस्तो पापी धर्मातिलो मान्छेलाई पर्दैन रहेछ यार। तपाईँहरू धर्मातिलोमा पर्नुभयो कि होइन पापीमा पर्नुभयो, कमेन्ट गर्नु होला साथीहरू होइन। GS25 चाहिँ आउन आँटिसक्यो। यो कोरियाको लटरी चाहिँ जम्मा 2002बाट सुरु भएको रहेछ, डिसेम्बर 9 तारिकबाट। लगभग आजको मितिसम्म चाहिँ यो 23-24 वर्ष पुगिसक्यो भनौँ न आजको मितिसम्म। अनि फर्स्ट प्राइज चाहिँ साथीहरू 6वटा अङ्क मिलाउनु पर्दो रहेछ क्या, 6वटा नम्बर मिलाउनु पर्दो रहेछ होइन। फर्स्ट प्राइज चाहिँ 22-23 करोड आउँदो रहेछ नेपाली होइन। सेकेन्ड प्राइज भनेको चाहिँ खै कति 4-5 करोड होला। 5वटा नम्बर प्लस एउटा बोनस नम्बर मिलाउनु पर्दो रहेछ, 4-5 करोड आउँदो रहेछ है। अनि तेस्रो प्राइज भनेको चाहिँ 1.5 लाख नेपाली। 4टा नम्बर मिलाउनु पर्दो रहेछ, 4टा अरे 5वटा नम्बर मिलाउनु पर्छ होइन। थर्ड प्राइज हुन्छ। अनि त्यहाँबाट 4वटा नम्बर मिलायो भने चाहिँ 5,000 नेपाली, 50,000। अनि 5,000 हो, त्यसको चाहिँ 5,000 हो। 3टा नम्बर मिलायो भने 5,000 नेपाली, 500 नि। फेरि यहाँको 5,000 नेपाली 500 हुँदो रहेछ। हाम्रो GS25 यसो रात परिसक्यो क्या। म चाहिँ सुतेर नाइट ड्युटी सकेर आज भोलि मेरो छुट्टी छ नि त। फाइनली गाइज लटरी काट्ने ठाउँ GS25 आइपुगे। अब केटाहरू छैन होइन, त्यही भएर आइपुग्यौँ हुन्न, आइपुगे हुन्छ। GS25 भनेको हाम्रो त्यो हो, यहाँ बत्ती बलिरहेछ नि त, त्यही हो। यो चाहिँ JCB भन्छ कि यसलाई, के भन्छ नाम चाहिँ। JCB त अर्को हुन्छ, टायरवाला JCB। ट्रक छ होइन, टक्क आइपुगेँ म। टक्क आएर होइन चट्ट काट्ने हो, धेर चाहिँ नकाट्ने। योपल्ट चाहिँ ओछ्यान काट्ने विचार गर्छु है। ओछ्यानको लटरी काटेर चाहिँ इल्दोङ बनाउने विचार हो। फाइनली गाइज म चाहिँ आइपुगेँ। एउटा मनिस्टर खानु पर्यो गाइज।
कहाँ छ हौ मासला मोनिस्टर हो मोनिस्टरै सकेको रहेछ यार हट 6 खानु के हट 6 खानु होला यति हुन्छ छैन रे गाइस म चाहिँ सके लटरी गर्ने ठाउँ लटरी ओछन सादङ ओछन एसी चिन्जिले मेरी थाम्बे फाइनली गाइस लट्टो पनि काट्यो मोनिस्टर पनि किनियो हैन टट्ट बाहिर बसेर खाने हो अब यो मायामा छ नि ओके गाइस बाइ बाइ फाइनली गाइस अघि नै ओ नो 5000 परेछ यार जे होस् सम्चे भएछ फाइनली गाइस कङ्ग्रेचुलेसन 5001 तीनटा नम्बर मिलेछ 5000 चाहिँ आयो सम्भयो ओके गाइस फेरि यसलाई लगेर काट्नुपर्छ ओछनकै काट्नु ओछन काटेर 1:12:41 मिलेछ